नमस्कार, मेरो देवका भुटेल युट्युब च्यानलमा हजुरहरूलाई धेरै स्वागत छ। माता तीर्थ औँसी अथवा आमाको सम्झना। हजुरहरू सम्पूर्णलाई माता तीर्थ औँसीको यो पावन अवसरमा मैले हार्दिक कृतज्ञता ज्ञापन गर्दछु। सम्पूर्ण आमाहरूप्रति म कृतज्ञ छु। आज मैले हजुरहरूलाई आमाको अर्थ र माता तीर्थ औँसी के हो भन्ने बारेमा हजुरहरूलाई छोटकरीमा जानकारी दिन आइरहेकी छु। हजुरहरूले यो भिडियो अन्त्यसम्म हेर्नुहोला। मन परेमा भिडियोलाई शेयर र सब्स्क्राइब गर्न पनि नभुलिदिनु होला। आमा शब्द कति गहिराई, कति भावनात्मक शब्द हो। आमा संस्कृतको जननी, अम्बा, अम्मा, माता शब्दबाट अथवा दक्षिण भारतको द्रविड क्षेत्रबाट स्थानीय रूपमा प्रयोग हुँदै आउँदा नेपालका तिब्बत, हिमाली भेगहरू, गुरुङ, शेर्पा जातिहरूले प्रायजसो धेरै प्रयोग गरिने यो शब्द आ भन्ने बित्तिकै पहिलो ध्वनि बोलावट भन्ने बुझिन्छ भने मा भनेको मातृत्व, माया, स्नेह, ममताकी खानी भन्ने बुझिन्छ। आमा जुनसुकै बच्चा यो धरतीमा जन्मिन्छ त्यसले पहिलोचोटि नै रुँदा होस् हाँस्दा उसले पहिलोचोटि संसारमा जन्मने बित्तिकै आँखा खोल्ने बित्तिकै आमा भनेर उसले पहिला कुन ध्वनि आवाज प्रस्तुत गर्दछ, प्रस्फुटन गर्दछ? आमा। त्यसैले आमा यति गहिरो, भावनात्मक र संवेदनासित जोडिएको यो आमा शब्द हजुर हामीले हलुङ्गो तरिकाले लिएर हुँदैन। यसलाई जहिले पनि गहन र भावनात्मक पाटोसित आमा देवी हुन्, दुर्गा हुन्, जननी हुन्, सरस्वती हुन्, भगवती हुन्, सृष्टिकर्ता हुन्। त्यसैले त आमा तिमी देवी हौ, आमा तिमी सृष्टि हौ, आमा तिमी दुर्गा हौ, आमा तिमी अम्बिका हौ, आमा तिमी भगवती हौ, यो सृष्टिकी खानी तिमी, तिमीलाई मैले भन्ने छैन केही शब्द ममा पनि। त्यस्तै गरी मैले जे जाने त्यो भने आमाको जिम्मेवारी, आमा शब्द, आमाको जिम्मेवारी जुनसुकै घरमा आमा रहेको घर कस्तो हुन्छ हजुरहरूलाई थाहा नै छ। बिना आमाको घर मसान समान हुन्छ। आमा छिन् त संसार सबै आमामय हुन्छ। एकपटक आमाको काखमा लटपटाउने र आमाले सुमसुमाएका हातहरू, ती हातहरू अथवा आमाको कुनै गन्ध थाहा पाउने बित्तिकै जति नै सुखी, थकान, रिस, ताप, दौडधुप भए पनि के हुन्छ? आनन्दको महसुस हुन्छ। त्यस्ती आमालाई फेरि पनि मैले हृदयदेखि नमन गर्दछु। म मेरी आमालाई पनि हृदयदेखि हजुरलाई कृतज्ञता ज्ञापन गर्न चाहन्छु। हजुर यस संसारमा हुनुहुन्छ र हामी खुसी छौँ। त्यसै गरी कुरा रह्यो सम्पूर्ण आमाको जिम्मेवारी बिहान उठेदेखि बेलुका सुत्ने बेलासम्म अथवा आमाले गर्भमा लिएदेखि नै आमाको जिम्मेवारी। आमाको सास गएपछि पनि आमाको आत्माले छोराछोरीलाई ठेस लाए ऐया भन्दा आमाको मुटु छोराछोरीलाई बरु थाहा हुन्न, आमाले पहिल्यै थाहा पाउँछिन्। बिहान उठेर खाना पकाउनेदेखि लिएर बेलुका सुत्ने बेलासम्मका सम्पूर्ण जिम्मेवारी आमाकै कानमा रहेको हुन्छ। त्यसैले आमा घरको स्तम्भ हुन्, सृष्टिकी खानी हुन्, ममताकी खानी हुन्। आमालाई हलुको गरी नलिनुहोला। त्यसैले त सबैले हजुरहरूका घरमा यदि आमा हुनुहुन्छ भने समय मिलाएर जहिले पनि आमासित नजिक बस्नुहोस्, मिठो कुरा बोल्नुहोस्,
सँगै समय बिताउनुस्। सक्नुहुन्न भने टाढा हुनुहुन्छ भने दिनमा अथवा 1-2 दिनमा टाइम मिलाएर फोन गर्नुस्। आमासित मनका दुःख सुख सेयर गर्नुस्, ताकि छोरो यही छ छोरी यही छ भन्ने उहाँलाई भइरहोस्। अनि हुँदै हुन्न भने एक दिन माता तीर्थ औँसी त्यो दिन भए पनि आमाले बुझ्नुहुन्छ कि मेरा छोरछोरीको टाइम नभएर हो भनेर आमाले त्यसै बुझ्नुहुन्छ। त्यसैले त्यो दिन हजुरहरूले नभुलिकन मिठो परिकार केही उपहार सक्नुहुन्छ भने, सक्दै सक्नुहुन्न भने मिठो बोली एक दिन भए पनि पक्कै पनि गर्न नभुल्नु होला। भोलि पछुताउनु पर्छ। अहिले हुँदै हामी सबैले आफ्ना आमाहरूको माया सम्मान र आदर गर्ने गरौँ। भोलि गर्छु भन्दा भन्दै समय बित्छ थाहै पाइँदैन। आज नै सुरु गरौँ र सबैलाई भनौँ कि आमा शब्द गहिरो तरिकाले लिनुस्। यो हलुङ्गो र आमालाई हेय दृष्टिले गर्दा आमाका आँखामा आएको आँसुले हजुरहरूलाई कुनै पनि कामको प्रगति हुँदैन, अघि बढ्न सक्नुहुन्न। जति सक्नुहुन्छ आमालाई जिउँदी आमा हुनुहुन्छ भने खुसी बनाएर राख्नुस्। यदि मृत आमा हुनुहुन्छ भने अब रह्यो कुरा माता तीर्थ औँसी। माता तीर्थ औँसी किन मनाइन्छ भन्ने बित्तिकै यो धेरै पहिलाको कुरा। एकजना व्यक्तिले आफ्नी आमालाई एकदमै दुर्वाच्य अपशब्द बोल्नुभयो। 1-2 दिनमा उहाँको मृत्यु भयो। मृत्यु भएपछि आमाको आत्मा त ठाउँमा गयो, शान्ति पायो, तर उहाँ व्यक्तिको आत्माले शान्ति पाएन। भौतारिँदै हिँड्ने क्रममा मैले गल्ती गरेँ कि भन्ने क्रममा एकजना ऋषि कहाँ जानुभयो। जहाँ जाँदा ऋषिले भनिदिनु भयो कि तिमी सरासर काठमाडौँ नजिक रहेको चन्द्रगिरी भन्ने ठाउँमा माता तीर्थ कुण्ड छ, त्यहाँ गएर नुहाउ र आमालाई श्रद्धापूर्वक तर्पण गर, ताकि आमाले तिमीलाई आशीर्वाद दिनुहुन्छ र तिम्रो आत्माले पनि अड्किरहेको यो तिम्रो आत्मा अशान्तिको आत्मा शान्त हुन्छ। त्यसै क्रममा उहाँ व्यक्ति माता तीर्थ कुण्डमा जानुभयो, नुहाउनु भयो। नुहाएर बाहिर निस्केर डिलबाट यसो तलतिर हेर्छु भन्दा त जुन आमा उहाँले दुर्वाच्य बोल्नु भएको थियो उहाँकै स्वरूप झलक्क अगाडि आयो। ए मेरी आमा त यहाँ पो हुनुहुन्न रहेछ, म त कस्तो गल्ती गरेछु। आमा तिमीलाई मैले गल्ती गरेको वचन लागेकोमा तिमी आत्मा त यहाँ हुनुहुन्न रहेछ भनेर उहाँले आफूलाई फेरि पनि सरी भन्दै माफी माग्दै फेरि पनि तर्पण दिएर आफू आफ्नो बाटो लाग्नुभयो। र उहाँले एउटा त्यहाँदेखि नै सन्देश फैलाउनु भयो कि त्यहाँदेखि नै यो प्रचलन आयो कि हरेक जिउँदा आमाहरूलाई जिउँदैमा सकेसम्म आदर सम्मान पूर्वक व्यवहार गरौँ। जसरी आमाले मातृत्व भाव प्रकट गर्नुहुन्छ त्यसरी नै हामीले पनि आदर सम्मान गर्ने गरौँ। जिउँदी आमा हुनुहुन्छ भने, मृत आमाहरू हुनुहुन्छ स्वर्गमा हुनुहुन्छ भने उहाँहरूको आत्माको शान्तिको कामना गर्दै उहाँहरूप्रति दान यज्ञ सक्दै सक्नुहुन्न भने कम्तीमा नजिकैको खोला तीर्थ मन्दिर गएर उहाँको आत्माको लागि शान्तिको लागि सम्झेर जल तर्पण गर्नुस्, श्रद्धा गर्नुस्। कसैलाई अनाथ असहायलाई भोजना गर्नुस्। जे सक्नुहुन्छ त्यही गर्नुस्। अनि हजुरहरूको पनि मन शान्ति हुन्छ। कुनै दिन धेरै समय नभए पनि एक दिन भए नि मिलाउनु भएर आमाको आत्माले पनि माथिबाट देख्छ, नजिक भए झन् आशीर्वादै थाप्न पाइन्छ। खुसी मन भएर जिन्दगीभर अगाडि सर्न सकिन्छ। पक्कै पनि हजुरहरूले आमा शब्दलाई हलुङ्गो पाराले नलिएर सबैलाई आमा शब्दको बारेमा राम्रो जानकारी दिनुहुन र आमालाई श्रद्धापूर्वक सम्मान गरौँ। जहिले पनि आमाको नजिक बसौँ, आमालाई आत्मा शान्तिको कामना गरौँ। यो माता तीर्थ औँसीको पावन अवसरमा हजुरहरूलाई सम्पूर्ण स्वदेश विदेश जहाँ जताततै विश्वभर छरिएर रहनुभएका सम्पूर्ण आमाहरूप्रति फेरि पनि मैले
पावन अवसरमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछु भन्दै यो भिडियो हजुरहरूलाई कस्तो लाग्यो जस्ताको तस्तै कमेन्ट गर्न नभुलिदिनु होला। जय माता तीर्थौसी। आमाहरू हरेक आमाको सम्झना। जय आमा, जय आमा।